मृगौलाका समस्यालाई नि थेरापी। त्यसै कारणले हामीले यो थेरापी भन्ने कुरा चाहिँ सर्वप्रथम बुझ्न जरुरी छ। र यदि आफूले बुझ्न सक्दैनौँ भने पनि हामीले यहाँ बुझाउँदै पनि अझै हजुरहरूलाई बुझाउन सकिरहेको छैनौँ भने पनि हजुरहरूले सबैभन्दा हजुरको नजिकको मान्छे, हजुरहरू अब बुढाबुढी हुनुभयो अथवा यो टेक्नोलोजीको बारेमा, यो प्रविधिको बारेमा हजुरलाई चाहिँ हामीले जति बताउँदै गर्दा पनि हजुरले बुझ्न सक्नु भएन। आफ्ना नजिकका आफन्त, छोराछोरी, छोरी ज्वाइँ, भान्जा भान्जी, यस्तो व्यक्तिहरू जसले चाहिँ मजाले मोबाइल चलाउनुहुन्छ, मोबाइलमा खोज्न सक्नुहुन्छ, उहाँहरूलाई भनेर यो थेरापीको बारेमा खोजिदेऊ बाबु, यो थेरापीको बारेमा बुझाइदेऊ बाबु। जस्तो कि हजुरहरूले हामीलाई भन्दा त आफ्नै घरको मान्छेलाई बढी विश्वास गर्नुहुन्छ नि त, उहाँहरूसँग सोध्न जरुरी छ के। उहाँहरूसँग सोध्ने यो थेरापी हामीले कहिलेसम्म गर्न सकिन्छ, कतिसम्म गर्न सकिन्छ, यो थेरापीको प्रभावकारिता के हो, यो थेरापीको फाइदा के हो, त्यो भएर हामीले सबैभन्दा प्रथम भनेको थेरापीमा आइसकेपछि यसलाई बुझ्नतिर लाग्ने हो के। ताकि आँखा बन्द गरेर, हुन त हजुरहरूले हामीलाई आँखा चिम्लेर विश्वास गर्नु भएर आएर यो थेरापी गर्नुभयो, यो तातोले सेकाएर जानुभयो भने पनि असर त यसले हजुर हामीलाई गर्दैन। यी मेडिकल प्रमाणित डिभाइसहरू हुन्। यी भनेको बिगेन मेडिकलले मानव जातिले निर्धक्कसँग बिना कुनै साइड इफेक्ट प्रयोग गर्न सक्छ भनेर प्रमाणित भएका मेसिनहरू हुन्। विश्व स्वास्थ्य सङ्गठनले पनि प्रमाणित गरिदिएका मेसिनहरू हुन्। नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पनि नेपालीहरूले ढुक्कसँग प्रयोग गर्न चाहिँ सक्नुहुन्छ भनेर प्रमाणित गरिदिएका मेसिनहरू हजुर हामीले प्रयोग गरिरहेका छौँ। त्यसै कारणले हजुर हामीले सर्वप्रथम यो थेरापीलाई बुझौँ। अस्पताल जान्छौँ र हिजो यो बिगेन नेपाल नभए पनि त हामी अस्पताल गएको थियौँ नि, थिएनौँ र थियौँ। बिगेन नआएको भए पनि हामी उपचार नगरी बसेको थियौँ र थिएनौँ। उपचारतिर त लागेकै थियौँ। हामी कैयौँ अस्पतालहरू पनि धायौँ, कैयौँ औषधिहरू खायौँ, झारफुक पनि गऱ्यौँ, आयुर्वेदिक धुलो पनि खायौँ। अब कतिपय अवस्थामा थेरापीमा पनि गयौँ होला हामीहरू। तर आज बिगेन नेपाल हजुर हाम्रो घर आँगनमा आएर पनि भन्न त यही भनिरहेको छ, स्वस्थ बनौँ, दैनिक प्रयोग गरौँ, निरन्तर मांसपेशी बिग्रेको छ, हड्डी कमजोर भएको छ। अहिलेको हाम्रो जुन खानपान छ नि, यो खानपानले हाम्रा हरेक खानेकुराहरूमा मिसिएको केमिकलले, विषादीले हाम्रो शरीर त बाहिर हेर्दाखेरि मुखो मान्छे देखिएका छौँ, भित्र त तहस बनेको छ के हामीले देखिरहेको छैनौँ बाहिरबाट। बाहिर त म ठिकै छु भने जस्तो लाग्छ। अहिले हजुरहरू पनि एउटा दुईवटा समस्या लिएर आउनुभयो होला। मेरो ढाड दुख्ने त हो, मेरो खुट्टा झमझमाउने त हो, मेरो घुँडा दुख्ने त हो भन्नुभएको छ। तर भर्खरै चाहिँ हजुर हामी चेक गर्न जाने हो भने कलेजो मात्रै, भर्खरै सबैजना हामी कलेजो चेक गर्न जाने हो भने हामी सबैको कलेजोमा बोसो देखाउँछ। यस्तो अवस्था छ। भर्खरै हामी हाम्रो के अरे शरीरको भिटामिन डी को लेभल चेक गर्न जाने हो भने सबैको डिफिसियन्सी देखाइदिन्छ। हामी सबैमा भिटामिन डी को कमी देखाइदिन्छ। त्यस्तो छ अवस्था। शरीरका हरेक अङ्गहरू कमजोर हुँदै गइरहेका छन्। शरीरका हरेक अङ्गहरू कमजोर हुँदै गइरहेका छन्। रगत बाक्लिएको छ, रगतमा केमिकल नै केमिकल भरिएको छ। किनकि अहिलेको मान्छे औषधि नखाएको त को होला र, होइन त भन्नुहोस् त। म आफै पनि औषधि सेवन गर्छु, हजुरहरूले पनि गर्नुहुन्छ। औषधि नखाइ त अहिलेको मान्छे बाँच्न गाह्रो छ। किन? सागसब्जीबाट पनि केमिकलै भित्रिएको छ, फलफुलबाट पनि केमिकल भित्रिएको छ। हामीले खाने चामल, यहाँ घरकै चामल फलाएर खाने त कति हुनुहुन्छ र सबैजनाले हामीले खाने कि भारतको कि पाकिस्तानको चामल खाएका छौँ। त्यो पनि वर्षौँ पहिलेदेखि चाहिँ नसड्ने, नकुहिने केमिकल हालेर आएको चिजहरू खाइरहेका छौँ। यसको प्रत्यक्ष असर त हाम्रो शरीरमा रगतमा देखा परिरहेको छ। त्यही भएर हामी सबैको रगत एकदमै अशुद्ध छ। त्यही भएर त अहिलेको मान्छे, पहिलाका मान्छे, आजभन्दा 10, 15, 20, 25 वर्ष पहिलेको मान्छे अहिलेका जस्तो प्रेसरका रोगी थिएनन्। अहिले त चोकमा बसेर एउटा ढुङ्गा हान्नुपर्छ, एउटा न एउटा प्रेसर भएको मान्छेलाई टोलिन्छ के हो के। अहिले यहीँ पनि कतिजना हुनुहुन्छ प्रेसर भएको।
भयो, केमिकल बढी भयो, रगत बाक्लियो, रगत बग्ने नली साँगुरियो, मुटुलाई रगतको चाप बढी भयो, धान्न सकेन र त्यही रगत पातलो बनाउनको लागि प्रेसरको औषधि खान परिरहेको छ। अझ सुगर हेर्नुहोस्, अहिले त झन् सुगर झन् विकराल बनेर आएको छ। त्यो भएर हामीले थेरापी गर्दै गर्दा चाहिँ बुझ्नुपर्ने यही कुरा छ कि जति समस्या हामीलाई निको गराउँला त्यो आफ्नो ठाउँमा छोडिदिनुहोस्। म यो पनि भन्दिनँ कि यहाँ आउनु भएको सबै बुवा दाजुभाइ दिदीबहिनीहरूलाई जस्ताको तस्तै बनाएर फर्काउँछौँ यो म भन्दिनँ। म निको गराउँछु पनि भन्दिनँ, त्यो भन्न मिल्दैन के। मैले निको गराउँछु भनेर हजुरको शरीर निको हुने होइन। यो थेरापी मेसिन प्रयोग गरेर हजुर च्वाट्टै निको हुन्छ यो पनि हामीले भन्न मिल्दैन। तर पहिला प्रयोग गर्ने हो के, अनुभव लिने हो। कति फरक पर्छ हजुरको शरीरलाई पहिला अनुभवै लिनुपर्छ र अनुभव लिँदै गर्दा नै कन्जुस्याइ गर्यौँ भने हामी जब अब अवसर नै छैन भनिसकेपछि त्यो रेडिएसन भन्ने रेडियोधर्मिक किरणले सेकाउँछ के क्यान्सरलाई पनि, क्यान्सरको घाउलाई पनि अन्तिममा अब हुँदैन भनेर चाहिँ डाक्टरले चाहिँ भनिसकेपछि पनि एकचोटि चाहिँ सेकाएर हेरौँ भनेर चाहिँ डाक्टरहरूले नै भन्नुहुन्छ कि। त्यही भएर तातोपना अन्तिम ओखती हो हाम्रो शरीरको लागि, तातोपना अन्तिम ओखती हो। र अहिले पनि हामीले धेरै औषधि खाइरहेका छौँ, खानेकुरा पनि खाइरहेका छौँ, पानी पनि पिइरहेको छौँ, पौष्टिक तत्त्व पनि गइरहेको छ शरीरमा, भिटामिन पनि गइरहेको छ। तर शरीरको चाहिँ तापक्रम मिलेन भने हामीले चाहिँ जे खाए पनि त्यो लाग्न सक्दैन अरे। त्यही भएर आज यो मेसिनहरूले हजुर हाम्रो शरीरको खिएका हड्डी अब पलाउँदैन। डाक्टरले भन्नुहुन्छ पलाउँदैन। अब त्यो खिएको ठाउँमा चिल्लो मात्रै बढाउने हो। त्यो भएर मेरो अङ्ग जस्ताको तस्तै बन्छ भन्ने त्यो नसोचे पनि हुन्छ। भनौँ न अब एउटा कोही मृगौला फेल भएको मान्छे आउनुभयो भने हामी जस्ताको तस्तै बनाइदिन्छौँ भनेर हामीले भन्नै मिल्दैन। त्यो कप लगाएर हुन्छ र झुटो बोलेर त भएन नि, झुटो बोलेर हुँदै भएन। तर यदि त्यो मृगौला काम गर्ने अवस्थामा रहेछ भने चाहिँ त्यो थेरापी गर्दै गर्दा त्यहाँभन्दा बढी बिग्रन दिँदैन। शरीरमा त जसले जे कुरा गरे पनि भित्री शरीर बिगार्ने भनेको केमिकल नै हो। हामीले बिहान पनि केमिकलै खाएर आएका छौँ, जति बेला पनि केमिकलै खाइरहेका छौँ। अनि वातावरण हेर्नुहोस् न, स्वच्छ हावाको कामतिर गइन्छ, स्वच्छ हावाको सास फेरिन्छ। आज नारायण बाबु हुनुहुन्छ होइन, सबैजना आमा बाबुले चिन्नु त भएको छैन, मात्र चिन्नु भएको छ त यहाँ आएर आमा बाबुहरूलाई ओडाइदिनुहुन्छ, ओछ्याइदिनुहुन्छ भनेर मात्र चिन्नु भएको छ। हजुरहरूले चिन्नु भएको छ त हामीले सेवा गर्ने भन्ने मात्रै त्यो सोच्ने मात्रै हेर्नु भएको छ भने अब नारायण बाबु हुनुहुन्छ जुन कि आजभन्दा 500 महिना अगाडि प्रेसरले हानेर चाहिँ प्रेसर सुगरहरूले हानेर चाहिँ उहाँ प्यारालाइसिस हुनुभएको थियो।